नयाँ सरकार बन्ने बित्तिकै अन्धभक्तहरूको दादागिरी सुरु भएकै हो। हर्क साम्पाङलाई टिकटकबाट ज्यान मार्ने र घर जलाउने धम्की, त्यो पनि रासोपाको समर्थकबाट। अब बालेन र रविको नयाँ सरकारले आफ्नै फ्यानलाई जेल हाल्ने हिम्मत गर्ला त? आउनुहोस् यो नयाँ साइबर काण्डको छिरफार गरौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले साइबर ब्युरोमा सुनिता खड्का नामकी महिला विरुद्ध कडा उजुरी हालेका छन्। आरोप सानोतिनो छैन, पाशविक गालीगलौजदेखि घरै जलाइदिनेसम्मको धम्की। सबैभन्दा गम्भीर कुरा, उजुरीमै ती महिला रासोपा समर्थक भएको किटान गरिएको छ। हिजो पुराना दलका झोलेहरूले यसै गरी अरूलाई धम्क्याउँथे। के आज नयाँ भनिएकाहरू साइबर सेनाहरूले पनि त्यही बाटो समातेको हो? हर्क साम्पाङले सरकारलाई सिधै चुनौती दिएका छन्। कारबाही गर्छन् कि गर्दैनन् त आफ्नो समर्थकलाई सरकारले? यो केवल एउटा उजुरी होइन, यो नयाँ गृहमन्त्री र सिङ्गो सरकारको कानुनी राज्यमाथिको पहिलो र सबैभन्दा कडा अग्निपरीक्षा हो। अब यहाँ एउटा गम्भीर प्रश्न उठ्छ, के नयाँ सरकारले कानुन सबैलाई बराबर हुन्छ भनेर प्रमाणित गर्न आफ्नै समर्थकलाई हतकडी लगाउन सक्ला? कि पुराना पार्टीले चाहिँ हाम्रो मान्छे हो भनेर साइबर ब्युरोबाट फाइल नै गायब पारिदेला? यदि विचार नमिल्दैमा ज्यान मार्ने धम्की दिने यो टक्सिक फ्यान्डमलाई बेलामा रोकिएन भने के हामी नयाँ अनुहारका अर्को तानाशाही जन्माइरहेका छैनौँ? तपाईँलाई के लाग्छ? के हर्क साम्पाङले न्याय पाउलान् वा नयाँ सरकारले आफ्नो कार्यकर्ता जोगाउलान्? कमेन्टमा जस्टिस वा प्रोटेक्ट लेखेर आफ्नो मत राख्नुहोस् र यो भिडियो सेयर गरेर नयाँ सरकारलाई पहिलो खबरदारी गरौँ।